ढुकुटी खाटका कथा साँच्चै भनौँ भने कुबेरको खजानाभन्दा कम थिएन आमाको त्यो ढुकुटी खाट। अट्न पनि के अटेका सबै सामान फेरि कति मिलाएर राख्न जान्नुभएको, कति साँचेर राख्नु भएको है। अनि केही चाहियो भने झट्ट निकालेर दिन पनि सक्नुहुन्थ्यो के। त्यति सानो ठाउँमा सबै सामान राखेर नि झुक्किनुहुन्न, त्यो चाहिएका कुरा ठ्याक्कै भेटाउनुहुन्थ्यो। अट्न पनि संसारै अटे जस्तो लाग्थ्यो आमाको त्यो ढुकुटी खाटमा। कहिले हामीलाई देखाउनुहुन्थ्यो, यो गङ्गाजल त हामीले उहिले तीर्थ जाँदा ल्याएको हो नि भनेर। कपुरका डल्ला, निमका काठ, निमका पात, औषधि मुलो, कसैले दिएको केही मिठाई, केही उपहार, हरेक कुरा त्यही ढुकुटी खाटमा अट्थे। कति साँचेर राख्नु भएको, कति जोगाउनु भएको। ढुकुटी खाटमा भने सधैँ चाबी लागेका हुन्थे। अनि दाल्चाको चाबी भने आमाको गलामा झुन्डिएको हुन्थ्यो। आमा चौतामा जाने बित्तिकै हामी खुर्र दौडेर जान्थ्यौँ। अनि ढुकुटी खोल्दाखेरि साथैमा बस्थ्यौँ। ढुकुटी खोलेपछि केही न केही मिठा कुरा आउँछन् भनेर। हुन पनि ढुकुटी खोले पछि केही न केही मिठाई हामीले खाने पाउँथ्यौँ। अचम्म लाग्थ्यो त्यतिखेर, किन यति लोभ गर्नुभएको होला आमाले, किन तालचे लाएर राख्नु भएको होला भनेर। अहिले जाँदाखेरि चाहिँ बुझेँ, साँच्न जान्नु भएको, साँच्न सिकाउनु भएको छ भन्दैमा उरलधुरल गर्नु हुँदैन, जोगाएर चलाउनुपर्छ भनेर पाठ सिकाउनु भएको रहेछ। भएका कुराको कसरी सदुपयोग गर्ने, चाहिएको बेलामा कसरी सामानहरू निकाल्ने, कसरी निस्किन्छ, साँचे पो निस्किन्छ भनेर त्यो ढुकुटी खाटले सिकाएको पाठ बल्ल अहिले बुझेछु।